ल सम्पूर्ण साथीहरुमा नमस्कार। हिजोको चटपटको भिडियोको अपार माया पछाडि हामीले आज करेन्ट चौचौको भिडियो बनाउँदैछौँ। करेन्ट चौचौ चाहिँ पहिला खोलेर मैले थालमा लिए, त्यहाँबाट पानी बोइल गरे। बोइल भएको पानीमा यो करेन्टलाई राखे, आफूलाई चाहिने जति क्वान्टिटीमा है। त्यहाँबाट अलि पानी कम भएछ, के हो दिदी? अनि यता अन्डा पनि बोइल हुँदैछ। अनि यहाँ राख्नको लागि यो यही करेन्टको प्याकेटमै आएको वाला मसला मैले चाहिँ काटेर राखेको छु। यसलाई मजाले बोइल हुनको लागि छोडिदिने, कम्तीमा पनि 3-4 मिनेटसम्म चाहिँ बोइल हुन छोडिदिनुपर्छ। मजाले पाक्नुपर्छ यो चाहिँ। त्यहाँबाट यसमा आएको यो भेजी पनि हाले, भेजीहरू हाल्ने हैन। अनि यसलाई मिक्स गर्ने, मजाले। अनि यो भेजीहरू पनि यसमै पाक्छ। यतिको पाकुन्जेलीसम्म के भयो, यतिको पाकुन्जेलीसम्म चाहिँ मजाले यसलाई गर्ने, बोइल गर्ने। यो चाहिँ पाकिसक्यो। मैले चाहिँ लगभग 3 मिनेट जति चाहिँ यसलाई मजाले पकाएँ। यो चाहिँ सस राखेको ओइल, मजाले ओइललाई चाहिँ राख्ने। यहाँबाट करेन्टको मसलालाई पनि लिए मैले, करेन्टको मसला पनि राख्ने। आफूलाई चाहिने जति, यो एकदमै स्पाइसी हुन्छ, सो आफूलाई चाहिने जति राख्दा हुन्छ। पिरो कति राख्नुपर्छ है? पुग्छ होला दिदी, हामीलाई धेरै पिरो खान सक्दैन। अब यसलाई मजाले मोल्ने, यसलाई चाहिँ मजाले मोलिसके पछाडि चाहिँ यसको लुक यस्तो देखेछ। यतै खाम लाग्ने जस्तो है। फाइनल्ली हाम्रो चाहिँ करेन्ट चौचौ रेडी भएको छ। यसलाई देख्न सक्नुहुन्छ, हेर्दै कस्तो खाम लाग्ने बनेको छ है। यो करेन्ट चौचौको रेसिपी चाहिँ सुनिता लामाबाट आएको हो। अहिले म देखाउँछु है सबैजनालाई उहाँको अनुहार पनि। ल खाए ल दिदी। ल सबैजना आउनु होला करेन्ट खानको लागि, करेन्ट चौचौ।